के तपाईँलाई थाहा छ नेपाली चर्चित उम्मेदवार जसले 500 भन्दा कम मत ल्याएका छन्? हो, त्यही विषयमा रहेर आज हामीले यस भिडियो बनाएका छौँ। सुरु गरौँ आजको यस भिडियो। मृदा कठायत जुम्ला क्षेत्र नम्बर 1 बाट चुनाव लडेकी उम्मेदवार हुन्। मृदा कठायतले 421 मत प्राप्त गरेकी छिन्। यसले उनको क्षेत्रको 10% भन्दा कम मत आएकाले जमानत जफत भएको छ। टिकट पाउनुभयो? कहाँबाट पाउनुभयो? जुम्लाबाट। भनेको ज्ञानेन्द्र साईको निर्वाचन ज्ञानेन्द्र साईसँग भेट्दै हुनुहुन्छ तपाईँ? जस्तो लामो समयदेखि यो टिकटकै कुराले अलिकति विवाद पनि थियो। रक्षे कुमार राई सुनसरी क्षेत्र नम्बर 1 का उम्मेदवार रक्षे कुमार राईले मितेरी पार्टी नेपालबाट चुनावमा उठेका थिए। उनले जम्मा 17 भोट पाएका छन्, जसका कारण उनको जमानत जफत भएको छ। उनी अहिले निर्वाचन खर्च सार्वजनिक गरेदेखि निकै बाहिर गइरहेका छन्। जति पनि यो तेस्रो विश्वयुद्धको हुन लागेको सङ्केत प्रति पनि सम्पूर्ण शान्ति प्रेमीहरू एकबद्ध भएर एक ढिक्का भएर शान्तिको विगोल। उमर खान 25 वर्षका टिकटक स्टार मोहम्मद उमर खानले पर्सा क्षेत्र नम्बर 1 बाट चुनाव लडेका थिए र 240 मत प्राप्त गरेका थिए। उनका फेसबुकमा 20 लाख र टिकटकमा 32 लाख फलोवर छन्। उनी फलोवर र लाइकले भोट पाइँदैन भनेर इक्जाम्पलका रूपमा चिनिरहेका छन्। अनि त्यो पदको कुनै अर्थ रहँदैन। आजदेखि हरेक सडक, हरेक घर र बिरगजको हरेक सास उमर खानको भरोसा हो। वर्षा 1 को विश्वास उमर खानको जीवन। जय राष्ट्रिय निर्माण। ऋषि धमला नेपालका चर्चित पत्रकार ऋषि धमला रौतर 4 बाट निर्वाचनमा उभिएका थिए। उनको जम्मा 655 मत पाएका थिए र जमानत जफत भएको छ। पैसा निकाल्न उसो ज्येष्ठ नागरिक भत्ता यहाँ आउँदैन घरमा ल्याइदिँदैन। म गर्छु मलाई अब अर्को ताली हजुरको आशीर्वाद पाऊँ। म हजुरको घरमै पैसा लिएर आउँछु। म दुःख दिन्न होला। अब घरमै पैसा ल्याउनु पर्छ, किनभने यस्तो ज्येष्ठ नागरिकलाई एक बार धोखा खा चुका हूँ, दोबारा नहीं खाऊंगा। पहचाना मुझे? निशा अधिकारी काठमाडौँ क्षेत्र नम्बर 5 बाट उम्मेदवार रहेकी निशा अधिकारीलाई जम्मा 91 मत प्राप्त गरेका छन्। तर पारदर्शितालाई मेरो भोट राम्रोलाई मैले हाम्रोलाई निहालिसकेँ। क्षेत्र नम्बर 5 मा निशा अधिकारी। यसपालिको भोट ब्याट्रीलाई। अब पालो तपाईको। मिलन गुरुङ गोर्खाबाट एमालेका उम्मेदवार मिलन गुरुङले भने अरूभन्दा राम्रो मत पाएका थिए। उनले 3807 भोट पाएका छन्। मलाई म यसो हात मिलाएर हजुर म मिलन गुरुङ भने नि यसो कहाँको मिलन भन्छ अनि त्यहाँबाट जाने यसो फेरि अर्को मिलन चक्र आधी जान्छ क्या त्यो चाहिँ। अनि म त्यस्तो त होइन नि त, म नर्मल मान्छे हो नि त। दिवाकर शाह पत्रकार दिवाकर शाहले धनुषा क्षेत्र नम्बर 3 बाट सुन्दर उम्मेदवार दिएका थिए। उनले जम्मा 398 मत पाएका छन्। जनता के वोट के ना देवे, अपना आप के वोट के ना देवे। हाँ सब तो ई बैलेट भेटत ओना ऐसे मौन अवधि शुरू होते तो बहुत आदमी तो अपना सब 2-3 दिन बात नहीं कर सकते। होली के पर्व है तो हम अपने और के सिंपली दिखा दी दिवाकर के वोट के ना देवे, जनता के वोट के ना देवे, अपना आप के वोट के ना देवे। हाँ सब तो ई बैलेट भेटत सूर्यबहादुर थापा और दुईटा बैलेट लिस्टमा छुटाउनै नहुने नाम हो सूर्यबहादुर थापा, जसले अनेक काम गर्दा पनि हार बेहोर्नु पर्यो। उनले जम्मा 16710 मत प्राप्त गरेका थिए। म गाविस अध्यक्ष भयो भनेदेखि त यो गाउँलाई चाहिँ म त स्विजरल्यान्ड जस्तो बनाइदिन्छु। त्यसो गरेर कसो होला? एकदम राम्रो हुन्छ त, एकदम राम्रो। स्विजरल्यान्ड भन्ने कस्तो छ? खोइ दाइ Oh,